यो पृथ्वी मण्डलमा भक्तहरूले मलाई पूजा गर्ने ठुलो दिवसको रूपमा मनाउने आज शिवरात्रि हो नि। ए हो र हो नि स्वामी। भन पार्वती। मेरो त हजुरसँग भर्खर विवाह भयो। हो अहिलेसम्म घरमा पनि लाग्नु भएको छैन। तपाईँको घर त कति ठुलो होला। कहाँ हो त खोइ हजुरको घर त? मेरो घर हिमालबारी एउटा देखिरहेको छु नि टाढो। हेर त कति दिन लाग्छ त यहाँबाट वहाँ पुग्नलाई? तिमी हिँड्न सक्छौ कि नै त नि? टाइम त अब 4-5 दिन पनि लाग्न सक्छ साथी। खै अहिलेसम्म त मलाई थकाइ लागेको छैन। किन प्रभु हजुरको अनुहार मात्रै हेरौँ हुन्छ है त्यस्तो पनि हुन्छ साथी। मैले आज विवाह हुनुभन्दा अगाडि सपनामा हजुरलाई कतिचोटि देखेँ। ओहो, त्यही सपना देखेको हुनाले त आज विवाह भयो होला। यो त खुसीको क्षण हो नि त साथी। हे प्रभु, आज यो मर्त्य मण्डलमा सबै मन्दिरहरूमा भिडभाड देखिन्छ त आज के हो प्रभु, मलाई बताइदिनुहोस् न। साथी मैले तिमीलाई अघि नै भनिसकेको थिएँ नि, आज मेरो विशेष दिन। आज मर्त्य मण्डलमा मेरा भक्तहरूले मलाई बुझ्ने गर्दछन् र आजैलाई शिवरात्रिको रूपमा मनाउने गर्दछन्। ए हो र स्वामी? हो नि साथी। हजुरको लोकभरि पूजा हुन्छ? हो नि। अनि हजुरलाई पूजा गरेर के पाइन्छ त? भक्तजनले के पाउनुहुन्छ? अरे साथी, भगवानको पूजा गर्दा भक्तहरू मोक्षी हुन्छन्, भगवानको शरणमा जान्छन्। ए स्वामी, त्यसो भने हजुरको पूजा यज्ञ भएको ठाउँमा त अत्यन्तै रमाइलो हुँदो रहेछ। हेर त कयौँ भक्तजनहरू आज मेरो पूजा गर्नको लागि मेरो धाममा आउनुभएको छ। हेर त चारैतिर। आहा, मलाई त सबैलाई देख्दा नाचौँ लाग्यो। हो र? एकचोटि दुवैजना सँगै नाचौँ न। तिम्रो जो इच्छा नाचौँ। र यसरी आज